बुस्केट मेला एनटीएनसी एक एप यहाँ आइपुग्यो। अब अगाडि टेन्ट लिएर आयो भने राम्रो, बस्ने चाहिँ ठाउँहरू अलिक प्याक प्याक हुँदो रहेछ। यस्तो छ। अहिले चाहिँ हामी बुस्केटबाट माथि आइसकेर यहाँ धर्म के गर्ने हैन, माथि गएर क्याम्पै लगाउने। अब यहाँ बस्नलाई चाहिँ चापी लाग्दैछ अनि पानीहरू सुविधा छ। यहाँको चापी चाहिँ तल पाइन्छ अरे, तर तल भुस्केट मेलाको त्यो बिजनेसले गर्दाखेरि चाहिँ यहाँ सबै चापी लाग्दैछ। एकचोटि तल भुस्केट मेलामा चापी त्यो ब्रिज छ यहाँ चाहिँ। अलिअलि त क्या यहाँबाट कुहिरो लाएर पुरै ढाक्यो क्या, कुहिरो नलाएको है। हामी साथीहरू यस्तो दामी देखेको छ नि यहाँ। अब यहाँबाट आधी घन्टा मात्रै नजिकै पुगिन्छ हामी। अन्नपूर्ण मनै पुरै दुःख जति तलबाट माथि आएको दुःख सब बिर्सियो। आहा यस्तो दामी यार, दामी छ दामी छ। पुरै तलतिर त पुरै कुहिरो लाएर पिक त कुन हो, यही त होला नि पिक होइन? अझै खुल्दै हो क्या। हामी अहिले ठ्याक्क कबुन्सी डाँडामा आयौँ। पिक छ भ्यू। बिस्तारै बिस्तारै हामी जान्छौँ। बाटो त फेरि ढुङ्गै ढुङ्गा हो नि। ल अब हामी अन्नपूर्ण बेस क्याम्पको तलपट्टि आइयो, फेदमा 4060 मिटर माथि। अब आज यहीँ हुन्छ बास टेन्ट टाँगेर। 2 दिनको ट्रेक। 2 दिनको ट्रेक चाहिँ एक दिनमा सम्भवै रहन्छ। यो ट्रेक 2 दिन चाहिँदो रहेछ। अब मौसम भोलि खुल्ने हो कि नै थाहा छैन। यसो फोटोसोटो यताउति खिचौँला भनेको त्यहाँ ताल थियो कति राम्रो, छेकिहाल्यो नि। अब यस्तो पाराले फोटो भिडियो खिचिचाल हुन्छ। तर हामीले मेरो चाहिँ यो लाइफको फर्स्ट ट्रेक हो, अन्नपूर्ण नर्थ बेस क्याम्प एबिसी क्याम्प। यो चाहिँ लाइफको फर्स्ट ट्रेक, त्यही पनि वी डु इट होइन भाइ? आइयो वी डु इट आइयो। तल पुरै प्यालो टेन्टहरू टाँगेर बसेका रहेछन् साथीभाइहरू। यतापट्टि नि छ, हामीले आफैले टेन्ट बोकेर आइएछ झोलामा। अब यहीँ बस्ने आज। अब भोलि पनि भ्यू देखिन्छ देखिन्न। यो पुरै माथि सर्लकै डाँडो छ, पुरै माथिसम्म। पुरै सेतो हिमालले बोकेर लानु। न यहाँ भरिया पाइन्छ, न यहाँ कुनै अरू मान्छे नै पाइन्छ। ओहो, बस्ती भनेको केही पनि छैन, केही जातै छैन। तलबाट तातो पानीबाट आइसके पछाडि त्यो तल के अरे सन्धि खर्क होइन? सन्धि खर्कमा एउटा छ बास बस्ने ठाउँ। त्यसपछि माथि अर्को के गुफा अरे? गुफाफाट भन्ने ठाउँ छ। त्यस पछाडि अन्तरपत्र केही छैन। त्यहाँ बिचमा एउटा सानो टिनको छाप्रो पनि छैन। हावा यति चल्छ बा, चिसोले त्यस्तै हानिरहेको हुन्छ। ओ हार भान्जा कति टाइम लगायो यिनीहरू, यति हिँड्छन् कि ट्रेक हिँडेर सब दुनियाँ भ्याइसकेछन् यिनले। हामीलाई चाहिँ यहाँ फर्स्ट ट्रेक हानेको मान्छेलाई यहाँ कति टाइम लगायो भन्दैछन्। अब के भन्नु। तिमी आएको त भयो क्या 1 घन्टा 31 मिनट। हामी त बस्दै बस्दै आइयो क्या। यो झोला यस्तो भारी छ,
होइन हामीले लिइसक्यो माथि यो यसको भ्यू माथिको यो के अरे माथि हिमालको यस्तो दामी भ्यू निक्लिएछ अहिले म देखाउँछ टेन्ट गाडी हालौँ कहाँ गाड्ने तालको छेउमा कसलाई दिउँला के छ र टेन्ट कहाँ टाग्ने यो हावा नलाउने ठाउँमा टाग्नु पऱ्यो क्या तालतिर तालमा त हावा चल्दैन भाइहरूले टाँगे भने म पिफर्म लिएर आउँछु हो ल ल पिफर्म लिएर आउँछु ल पैसा आज दिने कि भोलि आजै दिन्छ आजै दिने किन भोलि बसेला नि फेरि बसिन्छ पछि भोलिको भोलि दिउँला कि हो बस्यो नि ल ल ल ताल कस्तो राम्रो देखिएको थियो सबै उ भइसक्यो अन्नपूर्ण फर्स्ट बेस क्याम्प यस्तो छ यहाँ कटेर अब यतै 4050 मिटर के अरे पञ्चकुण्डमा आइएछ है ल 4050 मिटर पञ्चकुण्ड धाम नै रहेछ नि हामी बस्ने तालको छेउमा गरे तालको छेउमा हावा लाउँछ के अरे यो सिर्पुल्ने ठाउँतिर बस्नु पाएको भए राम्रो हुन्थ्यो तालको छेउतिर हावा बढी चलेर लास्टको हुने हो कि ल यो ताल यहाँ अगाडि छ टोयलेट वहाँ पर रहेछ छि आइयो नि है आइयो नि तालमै आइयो 4190 मिटर एबिसी फर्स्ट है नमस्ते अन्नपूर्ण फर्स्ट नर्थ बेस क्याम्प म्याग्दी वेलकम टु आवर इन्टरनेसनल भिजिटर्स एबिसी 4190 मिटर यसको अझै हाफ चढ्यो भने त उहाँ सगरमाथि पुगिँदो रहेछ त ए ताल पुरै कुहिरोले लास्टेज छेकेको छ यार मौसम खुल्ला भएन कुहिरो हामी माथि पञ्चकुण्ड लेक आइयो अनि यहाँ टेन्टहरू सेटअप हुँदैछ त्यहाँ पनि एउटा टेन्ट पकाउँछौँ पनि मलाई आउनुपर्छ हो केटा हो भ्यू हेर्नु यसरी हिँडेर आउनुपर्छ 2 दिन 16 घन्टा हिँडेर गएर 16 घन्टाको हिँडाइपछि बल्ल यो भ्यू देख्न पाइन्छ नजिकबाट यहीँबाट यसरी टच गरिदिन्छु मैले त यसरी समातिन्छु मैले त नजिकबाट यहीँबाट यसरी च्याप्पै भित्र पसेर हुँदैन केटा हो यसरी डुल्लाउन पर्छ यसरी टेन्टभित्रबाट यो भ्यू लिँदैछु मैले अहिले यस्तै दामी देखियो ओहो बादल खुलेर यार यतापट्टि पनि देखियो जुम गरेर देखाउँछ ल दामी दामी ओहो अन्नपूर्ण भोलि अझै यहाँबाट 1 घन्टा हिँडेर माथि गयो भने अन्नपूर्ण बेलले यत्रो हिँडेर आएको थकान जति सबै मेटाइदियो कस्तो दामी